सबैले पुरा भिडियो हेरिदिनुहोस् है दर्शकबिन। सुन्नुहोस् है स्कुलले लाइफ अनुभव। हामी 4 भाइ चाहिँ कुदो कुर्दै गएको भिडियो सानो लिएर आएको छु। पहिलोचोटि कुदो कुटेको 4 मुरी आएको रहेछ है। साथीहरुसँग रेला गर्दै रमाइलो गर्दै त्यो दिन पनि बितायौं हामीले। कोदो कुर्दै युवा जोश। यो दिन चाहिँ एकदमै घाम पनि चर्को, कोदो पनि मजाले सुकेर कुट्नु पनि सजिलो भएको दिन। टासेको मेरो तस्बिरलाई हेरेर यादहरू मेटाउनु ल म पनि तिम्रो धेरै याद आयो भने तिम्रो फोटोलाई हेरेर यादहरू मेटाउने प्रयास गर्छु। मलाई थाहा छ मेरो आमा बालाई तिमीले खुसीले राख्छ, गरी गरी आइरहन्छ याद सानो हामी दुईटाले साथीहरू आफ्नो धुनमा काम गर्दै छ है। केटाहरूले अनि फेरि बाइक ल्याउँछु साइकल पनि ल्याउँछु भन्दै थियो होइन। म पनि सिक्ने गरेर साइकल त सिक्नु पर्दैन भगवान। म त सिक्दिनँ, जान्दा चाहिँ किन सिक्नु हो। तर म कुदाको त सुना पैसा राम्रो छ होइन। तर मानसले बाइक चाहिँ कसरी नकुदाएको साइकल कुदाएको अनि त्यतिको कुदाउँदै गरेको होइन अगाडिको होइन 2 दिनमा त नि हामीले त। Roll sound, roll camera, action. मैले खाएको तँलाई के भो भनी फर्काए माइन्ड बिजनेस बुढो भनी त्यसलाई थर्काए।
त्यसमा थिएँ मैले फोन त्यही फोनमा अहिले गर्दा बिजी आयो टोन अर्कै केटा छ कि क्या हो लाग्न थाल्यो डर आजकलका केटीहरूको छैन केही पर ब्रेकअप दिने मेसेज पठाइ हुन अब भेट 5 वर्षको माया प्रीति 5 मिनेटमै चेट चुरोट पनि सित्यो सुटी भइसक्यो ले सोल्टी लास्ट टाइम त लेख्नै बिर्सेँ मिलेन Got it! It's a wrap. अनि त्यतिको कुदाउँदै गरेको हैन त्यो अगाडिको अनि 2 दिनमा त नि हामीले त कुदाइले त अनि मैले कुदाएको त नि र पता यो पुरानो के भन्नु अहिले तर मैले सुनाएको
म पनि सिक्ने गरेर साइकल त सिक्नु पर्दैन भगवान म त सिक्दिनँ जान्दा चाहिँ किन सिक्नु तर मन कुदाको त सुनाको छ होला तर मान्छे बाइक चाहिँ कसरी नकुदाको त अनि त्यतिको कुदाउँदै गरेको होइन अगाडिको अनि 2-3 मा त नि हामीले त कुदाइयो त भाइ अनि मैले कुदाएको त म अनि मैले तँलाई सिकाउँ त राम्रो म पनि सिक्ने गरेर साइकल त सिक्नु पर्दैन भगवान म त सिक्दिनँ जान्दा चाहिँ किन सिक्नु अनि त्यतिको कुदाउँदै गरेको होइन अगाडिको अनि 2-3 मा त नि हामीले त कुदाइयो त भाइ अनि मैले कुदाएको त म अनि मैले तँलाई सिकाउँ त राम्रो अनि बोल्नु नि ज्ञानी एकजना बोल्नु
बहिनी त तर नि सानो म पनि सिक्ने गरेँ साइकल त सिक्नु पर्दैन जान्दा त्यस्तै अनि त्यतिको कुदाउँदै गरेको होइन अगाडिको होइन दुर्पिनमा त हामीले त कुदाइ अनि मैले नि कुदाएको त तर मैले कुदायो म अनि मैले तँलाई सिकाइ त राम्रो केटाहरूले पोसाएर आएर अनि बोल्नु नि ज्ञानी एकजना बोल्नु जसले आउँछ त्यो सबै बोल्नु सिकाउँछ कि केटा त्यो स्टार्टको सबैमा त गाह्रो लाग्छ त्यहाँदेखि आएर बोल्दैछ पुऱ्याउँछु नि केटाहरू नमत्या हाल्छ बटारी त जान्छ बाटो बटारी बिस्तारै जान्छ फेरि मत्या फेरि अनि हल्ली त्यो बिस्तारै मनाउँदा नि कत्रो हाम्रो दादाहरूको गरेर त हाम्रो दादाको उ गरेर त भुतुतुतु म त गर्थेँ अन्त त तिमीहरूले साह्रो यसरी बटारी हाल्छ नि म त्यो त लिमिट त्यसरी बटार्नु पर्यो नि त बिस्तारै त्यो अगाडि त हुन्छ त अनि बढी सिक्ने भएर बढी बटारी हाल्ने त्यो सबै होइन तर त्यतिको ठिकै नि आवाज साह्रो नि बुझ्दैन त्यो त यति बटार्दा त के गराएको सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केला रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केला रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्मयाममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्धो हुनेहरूलाई मैले कलम चलाउँदा हुन्छ दृष्टि पाएको आभास सबैले भन्छन् हुन्छ एकताको जित तर घमण्ड र रिस किन एकअर्काको बीच उमेर पुग्न लाग्दा 30 मैले बुझे एउटा चीज यो संसार छ विचित्र समय रहेछ बीच उडाकै रेन्ट नि लक्ष्य बोकी हिँड्दा हुन्न गन्तव्यको पीर सत्य नस्वीकार्नु नै हो असत्यको जित दौडिँदै आए म तर्फ कठिनाइ र बाधा मैले पहिलो चोटि बानी परिसक्यो हान्ने दामी खालको डिस साह्रै मिठो लाग्ने मलाई सानैदेखि बिफ बटेको छोरा हुर्के गोरेटो खोला अनि उठाली खाने त झन्झाटले पाएको सुख मैले काटको बाउले आफ्नै गाडी चढादिन् आफू जवान भएको महसुस मलाई पहिलो चोटि भयो मेरो आमा बाउको छालामा चाउरी पर्या दिन छातीको चोटको दुखाइ हुन थाल्यो कम म राजकुमार भन्दा पनि गुलाम बन्न तयार मेरी प्यारी आमा महारानी बन्या दिन मैले नराम्रो भनेको छु त्यो म छु यस्तो छु भनेर त माथि उ गर्दा त ज्या केटाहरूले मिलाएको पो त मिलाएको त्यसै भनिन्छ त फेरि गलत नै सुन्छ कहाँ त्यो त खातामा पर्छ 100% त्यसो भन्दैछ कहाँ मैले त त्यस्तो नराम्रो भनेको छैन नि अझ परिवारको राम्रो कुरा मात्र भनेको फरक मेरो अलिचरको केटाहरूले जे पाए त्यही सफलताको खोजी गर्दै रगड्दा यी हातहरू अरूलाई किन भन्छ आफूलाई हेरेर परिवारको जेठा
अरूभन्दा फरक मेरो अलि झर्को व्यथा रमाइलो आउँछ नि सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा थत्केलाको रेखा मलाई बाबुआमाको गरिबीमा शरण भएन दाजुभाइको प्रगतिमा जलन भएन बदन यो कमजोर तर वचनको पक्का जतन नगर्दा यो कलमको वजन रहेन ओ मेरो भगवान आई बचाऊ मलाई सकिन तिमीलाई मनमा मैले सजाउनलाई कोपिला सरी थिए फुलिरहेको मलाई चुप्पाइ लग्यो मन्दिरमा चढाउनलाई सायद भनिन आहा तर गरिन डाहा जमिनमा राखी पाइला जुनलाई तर्किन आँखा जानेर आफ्नै बाउमा बन्छ रहने तर झुकेर नि कसैलाई म बनिन बाधा आँखामा सपना यो खल्तीमा गाँजा निकाल्न सक्छु यादहरू मस्तिष्कबाट घरतिर आमा बाउले पर्खिरहेका होलान् तर छोरा फेरि कुलतिरै फर्किन लाग्छ साथीभाइसँग मेरो भयो मनमुटाव म मर्नु अघि नै मलाई गर्नु माफ आत्महत्या गर्ने मैले धेरैचोटि सोचे तर गर्न सकिन मैले यो अर्को पाप 40 डिग्री खाडीको चर्को घाम ट्यापे गजेडी मेरो अर्को नाम आज विदेशीको जुठो भाडा मोलिरहेको छु पहिला लाज लाग्थ्यो गर्न आफ्नै घरको काम अस्ति आएको थियो त जति नै ढलाइमा आएको थियो त होइन भरुगिरी नै छोडे ब्रान्डी बन बोला बोला ज्ञान बोले जानता कौन बात बात पे भाई निकालता गन बाप होता बाप तू छोटा डॉन भरुगिरी नहीं छोड़े ब्रांडी बन बोला बोला ज्ञान बोले जानता कौन बात बात पे भाई निकालता गन बाप होता बाप तू छोटा डॉन चार्ज में भाई लोग निकलते रास्ते दम नहीं किसी में जो रास्ता काट दे कंटेंट में दम छोड़े मेहनत करते मेहनत का दीप थोड़े हाथ से जलते अब पैसा है बाजी तो गेम पर लड़ दे शूटर भी है भी सब रास्ते में गैंगे तो बंदे लफड़े चल बंदे लफड़े हमर माइंड फुल चार हिरे हिरे माग जना टूटल दुगो तार आई क्या गाड़ी में जो घूमे संसार केला दिने में अनहार पूरा देश पर प्रहार जन चेतना आधार एकता में बल माने पूरे संसार एक जगह नाम में तेरा नहीं प्यार सुख में सब दुख में कोई नहीं आधार विश्वास के आधार पॉलिटिकल संसार हमर बोली नंगा तार लु पहिला आउता धुलो उठ्यो कनिक कविचार न त बोरा में प्याक क सिधे वै पार हिलाब बला याद बार फेरि सुतिराख्या भागलाई त टर्चर न दे केडाहरु जंगी सबै डेन्जर छ बे आमा पनि साइड मेरो ग्याङ अन द वे त्यसैले पर्दैन पर मेरो नजरमा बे मेरो छुट्टै कहानी जनकपुर देखि कोलकाता राजधानी बर्दी बासमा त्यो होटलको साउनी भट्कायो ध्यान मेरो रन किने बानी हामी त्यता नजानी त्यो त नराम्रो बानी हो सानो छ हामी फेरि डेन्जर हामी रेटेला घाँटी सीधा उता खाजा पनि हेर्छ शमशान वाला रास्ता वे बस चले के सागर बोला वाला सीन केने पूरा फादर है सुता लागी बंडी उठा लागी गरम संदीप यता यार रैप वाला सीन डिंग डोंग वाला मादल पब्लिक में आवाज रैप सुना लागी पागल आंख में एक सुरमा लगा ले तू काजल धुआं ऊपर बादल में लागले बादल लोकले पारा लोकले थारा लोकले स्लैंग्स में लोकले तारा मिथला से ब्लॉन्ग मिथला के तारा Like gang. Aduh, pusing. Lah. Safai छ बुढो हम सारा खुसी हुन्छ